हेलो गाइस, वेलकम टु माई किचन रुम्बा ब्लग्स। आजको मेरो हाम्रो यो के भन्छ बन्दकोपीको पोपरा हो। बन्दकोपी मजाले बनाएर मैले त्यहाँदेखि बन्दकोपीको नै यो हालेको के भन्छ मटर हालेको भुजिया आजको हाम्रो लन्च नो डिनर बुझिँदाखेरि सागको चटनी जस्तै गाइस। अब म रोटी पोल्नु आँटेको, यो रोटी पोलेको तपाईँ देखिरहेछ होइन ल गाइस। यो चाहिँ म देखाउँदिनँ ल। सब्जी के बनाइदिनु आजको हाम्रो डिनर। अब एकैछिनमा रोटी पोल्नुपर्छ, पराठा बनाउनुपर्छ नि यस्तोमा चाहिँ गाइस होइन। यस्तो भाजीहरू हुन्छ नि, यस्तो भुजियाहरू, त्यसमा चाहिँ हामीले पराठा बनाउँछ हो। त्यहाँदेखि चाहिँ अरू यहाँ बनाउँछु नि म। लुगा पनि धोइहालेँ गाइस हो। अब यही रोटी पोल्नु रेडी छु म। मन पर्ने लाइक सेयर सब्सक्राइब गर्नु नभुल्नुहोस् है गाइस ल। तपाईँहरू सपोर्ट चाहिएको छ, सब्सक्राइब चाहिँ गरिदिनुहोस् गाइस। लाइक पनि हुन्छ लाइक सेयर सब्सक्राइब। म चाहिँ पिक्चर हेर्दैछ हामी, मुभी हेर्दैछौँ सँगै। माछा हेर्नुहोस् टाइम हुन्छ फ्यान गरम हो। पप्पा आउनुभयो, अब मेरो हस्बेन्ड आउँछ हो। पूजा गरेको थियो, के भयो सबै भइसकेपछि लुगाहरू डल्लै धुलो भएछ, अन्त देख्दैन गाइस। ओके बाई बाई, टेक केयर, हेभ अ नाइस नाइट।